नमस्कार टाँसिदिले फ्याबलो सबैको दिन आज पनि राम्रोसितले जाओस्। आज चाहिँ हाम्रो अलिकति फ्री छ, एकदमै गेस्ट कम्ती छ, हामी टेबलमै खेलाउने भन्दैछ। त्यही कारण यहाँ होइन बच्चाहरू यस्तो छ, नानीहरू चाहिँ हाम्रो हेर्नु चाहिँ यस्तोहरू चाहिँ कोर्स पनि पर्दैछ नि। यो छ नजरा रेस्टुरेन्टको डेली नै देखाइरहेको हेर्नुहोस् है। आज यहाँ अलिकति एन्ट्रीमा अलिकति पिटिकै छ। केटाहरू होटेल लाइनमा चाहिँ यस्तै है, केटाहरू किचनमा चाहिँ एकदम बिजी छ, एकदमै किचनको नजारा चाहिँ यस्तो चाहिँ यहाँ सेपहरू एकदम बिजी छ, एकदमै सेफले आज कचौडी बनाउनु खोइ गेस्ट ढिलो भएको खोइ त सेफले कचौडी बनाउँदैछ। हाम्रो सेफले अर्को यहाँ एकदमै सब्जी बनाउँदैछ एकदम। यस्तै छ दाजुभाइहरू नजारा यस्तै छ, पिङ्क माउन्टेनको किचनको नजारा यस्तै छ। यस्तै छ टाँसिदिले रोजलापा यस्तै छ। सबैजनाको दिन आजको पनि राम्रोसितले बितोस् भन्ने आशा गर्दछु। बाई बाई, ओके, टेक केयर। फेरि पनि आयो है। हेलो दाजु, हेलो चाहिँ हाम्रोमा बुफे लागेको छैन, त्यही कारणले अलिकति हुन्छ नै हो। अहिले त्यही अफ सिजनको टाइम हो, डिसेम्बर जनवरी फेब्रुअरी चाहिँ अफ सिजन लाग्छ। त्यसैले अलिकति गेस्टहरू कम्ती हुन्छ, त्यसैले अलिकति हामी हुन्छ। म पनि यहाँबाट बिहानको हल्का अपडेट दिएर अहिले चाहिँ फिलहाल चाहिँ एकछिन रेस्ट गरेर फेरि हजुरमा आज कन्टिन्यू आइरहेछु। अहिले भर्खर एकछिन यसो हल्का यसो एक्सर्साइज गरेर वर्कआउट गरेर फेरि ड्युटीतर्फ है चियासिया पिएर यहाँ किचनमा फेरि तर्कर हुँदा चाहिँ यहाँ फेरि हल्का हो। यो चाहिँ गुड इभिनिङ हो, यो चाहिँ गुड इभिनिङ एकदमै। यो चाहिँ अब लास्ट दिनको अन्ततिर आइहुँदैछ, दिनको अन्त बिहान मर्निङको देखिहाल्यो। अब बेलुकाको प्रिपरेसन चल्दैछ। यहाँ छ टमाटो सुप हो। अघि बिहान ब्रेकफास्टमा 2 ताल खाने चाहिँ उहाँ हुनुहुन्छ, हल्का ब्रेकफास्ट हल्का हँसी मजाक है, यही छ हँसी मजाकै हो लाइफमा भनेको। अहिले त्यस्तो बिजी छैन, एकछिनदेखि हल्का बिजी हुन्छ है। यस्तै छ है दाजुभाइहरू। किचन पिङ्क माउन्टेनको किचन चाहिँ रेस्टुरेन्टको भाइहरू पनि अहिले त्यति छैन, गेस्टहरू एकछिन आउँछ आएर खिलाउने हो। बुफे अहिले खाली छ, बुफे लागेको छैन। बुफे लागेको पनि तपाईँहरूको भिडियोहरू देखाउँला है। ल साथीभाइहरू यसो लाइक कमेन्ट सेयर सब्सक्राइबहरू पनि गरिदिनु है। यसो यस्तै छ, जाडो छ, जाडोको नजारा छ। दार्जिलिङमा चिसो लाग्नु थालिसक्यो है। अब चाहिँ टोपीहरू लाउने टाइम आउँदैछ, त्यसैले आज बिहान पनि अलिकति बिसन्चै थियो। अहिले चाहिँ यस्तै छ है दाजुभाइहरू। यसो सपोर्टहरू गरिदिनुहोस्, यसो कमेन्ट्सहरू गरिदिनुहोस्, ओके है। मर्निङ अनि यहाँ भाइ हल्का फेरि यहाँ हेर्नुहोस् न, अब यस्तै छ भाइ फेरि हल्का जाडोमा टोपी लगाएर हेर्नुहोस् न, यस्तो जाडो छ के गर्नु अब है। अब चाहिँ मर्निङको एकछिन आउँछ, त्यहाँदेखि दिउँसो चाहिँ एकछिन रेस्ट गरिन्छ, त्यहाँदेखि हल्का एडिटिङ गरेर एकैचोटि बेलुकाको पनि हालिन्छ। दुई टाइमको हजुरहरू मजा आइन्छ एकदम।
यो चाहिँ बिहान 10 बजे चाहिँ एकदम प्ल्याट्टै युट्युबमा छोडिन्छ। 10 बजे चाहिँ हजुरहरूले पनि प्ल्याट्टै बिहानको मर्निङमा खोलेर टक्कै हेरेर लाइक सेयर कमेन्ट सब्सक्राइबहरू गरिदिनुहोस् है। नयाँ नयाँ कन्टेन्ट क्रिएटर बनाउनेहरूलाई अलिकति जोस अनि जागर दिनुहोस् है। त्यसैले राम्रो राम्रो कन्टेन्टहरू आउँछ है। ए भाइ बिहान मर्निङ त भनेपछि अब गुड इभिनिङ भन् 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 होइन केटीहरू पनि बेसी चाहिँ पुरा भन्नु त भएन अब फेरि त्यसै ओके गुड नाइट सबैजनालाई टेक केयर सबा खेर ओके टाटा बाई बाई वन्स अगेन गुड नाइट टेक केयर